Okay, let's go. हेलो अनि नमस्ते सबैजनालाई। म चाहिँ लगभग खाली धेरै दिनपछि बल्ल भिडियो बनाउँदैछु हैन। मैले आजदेखि चाहिँ रेगुलर बनाउँछु भन्ने चाहिँ मैले सोचिरहेको छु। के कस्तो हुन्छ हेर्दै अनि अहिले चाहिँ म रुममा खाली थिएँ। खालीको समयमा चाहिँ त्यो खाली समयलाई चाहिँ के युटिलाइज गरौँ भनेर चाहिँ मैले हालकालै भनौँ हल्का के बिजी हुने टाइपको एउटा के बाटो खोजेको छु। त्यो चाहिँ हो अहिले चाहिँ बुटोलमा इनड्राइभ पठाएको चाहिँ धेरै भइरहेछ कि अनि त्यही भएर चाहिँ मैले भर्खर चाहिँ हामीले बाइक पनि किनेको त्यही भएर चाहिँ मैले इनड्राइभ स्टार्ट गरिरहेको छु कि अनि दिउँसोमा खाली बस्न सुत्नुभन्दा चाहिँ इनड्राइभ गरौँ न भनेर चाहिँ म इनड्राइभ गरिरहेको छु। अनि बुटोलमा राम्रै चलिरहेछ भने चाहिँ मैले सुनेको थिएँ अनि केहीजना साथीहरूले पनि गर्नुहुन्छ अनि त्यही भएर चाहिँ मैले नि स्टार्ट गरेको छु। इनड्राइभ मात्र पठाएको पनि भेरिफिकेसनमा राखिदिएको छु। भेरिफाई अझै भएको छैन। इनड्राइभ चाहिँ भइसक्यो। इनड्राइभ स्टार्ट पनि गरिसकेँ। लगभग 2-3 दिन भयो अनि भिडियो चाहिँ बल्ल आजबाट चाहिँ म बनाउँदैछु। अनि आज पनि म अब बिहान उठेँ हल्का नुहाइदियो गऱ्यो। अब चिया नास्ता खाइन्छ अनि त्यसपछि चाहिँ अब इनड्राइभ खोल्ने बस्ने अनि कति बजे चाहिँ एउटा फर्स्ट राइड आउँछ त्यो राइडको लागि कुर्ने अनि त्यसपछि आयो भने जाने ठिक छ राम्रो भयो भने नत्र पनि फेरि राइडको लागि कुर्ने गरिरहेको छु। दिनदिनै हेरिरहेको छु हेर्न चाहिँ ठिकै भइरहेछ भनौँ। अब मतलब सुरुमा त्यस्तै हो जे कुराको लागि नि अलिकति मिहिनेत गर्नै पर्छ। म नि गरिरहेको छु भनौँ हेरिरहेको छु कस्तो हुन्छ अनि दिनभरि चाहिँ अब त्यही कुर्ने बस्ने गर्ने गरिरहेको छु। अनि हिजो चाहिँ पानीले गर्दा चाहिँ धेरै गर्न पाइएन। जम्मा दुई राइड मात्र हाने चाहिँ राम्रो पनि भएन त्यस्तो। अनि अब आज चाहिँ के हुन्छ दिउँसो म हजुरहरूले भन्दै गर्छु हेर्नुहोस् सपोर्ट गर्नुहोस् गाइज है त। हेलो साथीहरू अहिले चाहिँ मैले चावडा राइड हानिसकेको छु। अब चाहिँ म रुममा जाँदैछु होइन। तल डाइभर्टर लाग्नु चाहिँ डाइभर्टर गएर चाहिँ अब रुममा जाँदैछु। एउटा हातले बाइक चलाइरहेको छु। अब जान किन आइसकेछ भने रुममा जानु पऱ्यो नास्ता खानु पऱ्यो। अहिले रुममा गएर नास्ता खान आउँदै ठ्याक्कै एउटा राइड आयो अनि चाहिँ म हिँडिहालेँ। अब चाहिँ म फेरि जाँदैछु। आज बल्ल चावडा राइड हान्छु। हिजोको जस्तो राम्रो भएन त्यही पनि हामी कन्टिन्यू के भन्छ मेरो यात्रालाई चाहिँ निरन्तरता दिइरहेको छु। सक्दो गरिरहेको छु। सबैले सपोर्ट गर्नु साथीहरू। आज चाहिँ हामीले यस्तो धेरै राइड हान्दैन। त्यही दिउँसो 4 राइड हाने थिएँ अनि रुममा आएँ नास्ता खाएँ अनि त्यसपछि चाहिँ क्रिकेट खेल्न गयो। क्रिकेट खेल्न गएर एकछिन लगभग 1 घन्टा 1.5 घन्टा जति खेलियो अनि त्यसपछि आएर र चिया खाइयो। खानासाना बनाउने खाने गर्थ्यो। त्यस्तो राम्रो भएन खासै। ठिक छ तै पनि अझै निरन्तरता दिइरहेको छु। राम्रो होला भन्ने आश छ। हजुरहरूले पनि लाइक सेयर सब्सक्राइब कमेन्ट गर्दै गर्नुहोस् सपोर्ट गर्नुहोस्। आजको लागि चाहिँ म यो मेरो भ्लग भिडियो चाहिँ म यहीँ अन्त्य गरिरहेको छु। लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला।